हेलो एभ्रिवान वेलकम टु सोलमेट्स अनस्क्रिप्टेड है आजको हाम्रो प्लान चाहिँ एकदम बवालवाला प्लान थियो तर के भयो भने लास्टमा आएर प्लान चेन्ज भयो हाम्रो खासमा नै भोलि जाने प्लान थियो हाम्रो हन्टर भ्याली पोकोबिन हट एयर बेलुन गर्नलाई हामी 3 डेजको लागि जाँदैछौँ 2 नाइट्स 3 डेजको लागि तर के भयो भने सन्डेको हट एयर बेलुन गर्ने भनेको पानी पर्ने भएको भएर अचानक भोलिको लागि सेट भएर हामी रातारात जाँदैछौँ होइन रातारात जाँदैछौँ अब रातारात गएर बिहान डाइरेक्ट 5 बजे त्यहाँ गएर हटेर गर्ने प्लान छ त्यही भएर अब हेरौँ भोलि बिहान हामी जम्बी हुनेछौँ भोलि बिहान सबको जम्बी हुनेछौँ तर त्यही डिस्टर्ब आएर न तर त्यही पनि है वेलकम टु आवर ब्लग धेरै पछि ब्लगमा आइयो होप यो ब्लग पनि बवाल हुनेवाला छ बवाल सिनेमेटिकहरू भिडियो हाल्नुपर्छ ल लेट्स गो बाटोको राति हुन्छ बाटोको ट्रिप त के देखाउनु है डाइरेक्ट भोलि बिहान हट एयर बेलुनको सिनेमेटिक्स 3 2 1 यो चाहिँ हाम्रो किया कार्निभल हो है टक्क लाएर आजको हाम्रो प्लान वाउ नाइट मोड अन भइरहेछ 6 सिटर किया कार्निभल लिइरहेको छौँ हामीले स्पेस मजाले हुँदो रहेछ त साथी सही हुँदो रहेछ ल टक्क लाएर रमाइलो हुनेवाला छ रातारात हिँड्यो अहिले बज्यो बेलुकाको 9:23 है ल गाइस रेडी है हामी चाहिँ आइसक्यौँ है ल सबजना यहाँ बेड बनाइसके सबले यहाँ बेड बनाइसके सबैले छ ल यो काटो अगाडि फर्काउने कसरी रे अगाडि फर्काउने केटाहरू ल हामी चाहिँ होइन 0 घन्टा 0 मिनट सुतेर होइन कहिले कति बजी 5:30 बजी कहाँ सुते कहाँ कतेर काम गर्दा 5:30 टेक्स्ट पनि गरे उठेन चेक इन गरिसक्यौँ हाम्रो पाइलट चाहिँ न्याथन रहेछ बुढाबुढी गायब भयो कहाँ के भयो बुढाबुढी दुईजना बुढाबुढीले एउटाले फिमेल एउटाले मेल ओगटेर दुईवटा टोइलेट प्याक हाल्नु यहाँबाट हामी ब्रिफिङ भएपछि हामी जान्छौँ भनेर हतार हतार गरेर पूजनको जुत्ता रहेछ कस्तो मखेर बुझ्छ कि जुत्ता हेरिन साथी सुतिरहेछन् पुरै मस्त आफ्नै दुनियाँमा अहिले बफेट गर्ने पनि यही ठाउँ रहेछ है चाहिँ छिर्न लागिसक्यौँ होइन हामी त छिर्न लागिसक्यौँ ल मेरो चाहिँ झ्यालको सिटै जाऊ गाइस लेट्स गो म जान्छु बुझन हेलो बुझन सो अब हामी यहाँबाट चाहिँ बसमा जाँदैछौँ कति मिनट ड्राइभ हुन्छ थाहा छैन maybe 20-25 minute drive up to the location. Right, guys, just make sure you got your seatbelts on. त्यसपछि त्यहाँबाट चाहिँ फ्लाइट गर्छौँ अलमोस्ट सनराइज हुन लागिसक्यो 6:17 6:18 AM. Head straight over to the basket, guys. He'll start that briefing as soon as you get over there. बास्केट त्यहाँ रेडी हुँदैछ अँधेरो भएर अलि देखिएको छैन म चाहिँ अगाडि नै बसिरहेको थिएँ गाइजहरू चाहिँ पछाडिबाट निस्किँदैछन् ल गाइजहरू आइसक्यो ल आइसक्यो हेलो सबिना हेलो मायालु
माया लौ मोबाइल साथी खिच्यो त ल मायाको हामी अब बोर्डिङ गर्दैछौँ है यसले चिसो छ ओहो यहाँ बस्नु पर्छ It is much better. यता बाहिर बस्छ त यता बाहिर बस्छ सबैलाई हेर न उनीहरूको त फोन पनि कस्तो सुन्नुपर्छ Have fun, guys. Big wave out the back here. तल हेर तल 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 Be careful with this, eh? अरूहरू हुन्छ नि त ब्रान्ड अनि फोटो वाव वाव Turn around, take camera. We'll get a nice little picture with the vineyard behind us. Yeah, so we'll get everyone just in the front row just to lean down just a little bit. So just lean down a little bit, and we're going to look at the camera out the back here for a photo. So we'll look in here again. 1, 2, 3. And a little wave there, all having fun. 1, 2, 3. Awesome. फोटो खिचौँ फोटो आऊ 1 2 3 मा फोटो खिचौँ है सबै हाल्छौँ 1 2 3 गो
कि हामी माथि गएर Foxtrot over William Match, one of यही हो the सँगै बादल on and climbing to over 3,000 feet at this stage, and tracking to the northwest, stage पुरा मेरो पाइले एयर स्ट्रिप रहेछ त्यहाँ तल के रहेछ खै शीतल हावा आयो त तर यो त भ्यू त के भयो खास लिफ्टमा चढे जस्तो साथी है ल अब चाहिँ बनाउँदै त्यो भिडियो किन Sun's a bit bright up here. ल अब चाहिँ बनाउँदै त्यो भिडियो किन अब चाहिँ बनाउँदै त्यो भिडियो किन Sun's a bit Are we landing on the water? come back up to the main driveway. के थाहा मलाई त्यो झाडीमा अड्को होला हाँस भाइ हाँस्दैछु त हामी यहाँबाट भने झाडबाट तल पनि गाउनेलाई खै प्याटो खोइ तिमी मार्ने बुढा यहाँ उता उता भनेर देखाउने अरू दिन बाँच्छ दलदल हो दलदल भएर ए हो रुख छुने अब हेर न एकजना त ल रुख कहाँ पुगिसक्यो हेर मजा आयो त बल्ल यो गर्न एडभेन्चरस भयो भनौँ There was a crocodile in the. There's a crocodile in there as well. For a swim. सबैको भन्दा एडभेन्चरस भयो Just don't grab the trees or anything as you go past, guys. We're Okay. still moving a little bit of speed here, but we're going to just down low. We're just trying to get a little bit of left to try and get in the front yard over here. So when we get a bit closer, I will give you a bit of warning. We're just going to quickly jump in that landing position and just stay there. There might be a little bump or two as we touch down, where we might have to just dive in right next to the road. And then I'll let you know when you can stand up, but don't climb out of the basket, okay? Just stay aboard. And then we'll just might need to move the balloon into the middle of the field. A lot of left-hand turn, but यो चाहिँ रमाइलो रहेछ माथि on again. होइन Just stay यो here. चाहिँ रमाइलो Photo रहेछ भनेको यो फेरि Get in on the edge of the track. Get a little अघि माथि सन्ध्याको बुढाले एमालेमा भोट हाल्यो त्यसले सूर्य हो सूर्य त हामीलाई मात्रै भयो होला अरूलाई भएन होला left of the track.
आइसक्यो बस फलो गरेर आएछ तिमी आई विल वक देयर भन्दै You need to go back that way. Just let me go. Just stand back up there, guys. You're holding on there for that. Skip. होल्ड योर वाइफ Here we go. 1 2 3 Just keep holding on because the basket's going to drag a little bit. तिमी उफ्रेर जाउँदै तिमी तलै बस्छ हामी चाहिँ फाइनली हटियर गरेर आइसक्यौँ This one, please. अब चाहिँ हामी ग्रुप अफ 6 यहाँ बफेट गर्दैछौँ साथी चाहिँ यसो ब्रेक लिँदैछन् अब हामीले मिठो बफेट गरेर हामी जान्छौँ यहाँ मेरी माया हुन् अब चाहिँ हामी ट्रक चलाएर बफेट गर्न गइरहेको छौँ होइन बफेट चाहिँ ठिक छ जुसहरू छ ओरेन्जहरू गाइजहरूले लिइरहेछन् हेलो हेलो गाइज ओ हेलो गाइज कसो छ सबै कफी जुस स्याम्पेन पासाहरू त्यहाँ छ अगाडि जस्तो बफेट तिमीले मेरो लाइन ल्याइदेऊ न म भिडियो खिच्दै हिँड्छु देऊ म समात्छु तिमी हाल्देऊ एकछिन तल लाग्छ तल के छ र मलाई केही छैन समात्दा त म सर हेरेर आउँछु के छ म त साउटे खान्न यो खान्छु म यो सबै स्न्याक्सहरू छ बनाना ब्रेडहरू छ बेकन स्क्रैम्बल्स हाउस मेड बेक बिन्स प्यानकेक्स स्मोकी सेपल साथी माया ब्रेड नहाल अगाडि बनाना ब्रेड प्यानकेक छ अगाडि छोडिदियो यो अगाडि बनाना ब्रेड प्यानकेक छ बनाना ब्रेड पनि छ साथी प्यानकेक पनि छ बनाना ब्रेड पनि छ थपी खाने हो कि मैले एकैचोटि प्लेट नभएर एकचोटि बरु नखाएर पनि खाना भयो थोरै खाने हो यो कस्तो छ यो पनि हाल्नुपर्छ होला कता गर्नु ए सरी खान्न यो मैले मिठो कुरा खाने हो घरै भएकोदेखि होइन मलाई हाल न बनाना ब्रेड के हो यो क्रसेन्ट खान्न खान्न क्रसेन्ट खान्न पर्सान्त हाल्यो पर्सान्त म त यो खान्न त्यो बनाना ब्रेड होइन उहाँ चाहिँ बनाना ब्रेड हो त्यो हो बनाना ब्रेड यो होइन उहाँ बनाना ब्रेड तिमी त पुरा अझै स्टाइल छ त प्यानकेक हो के भयो मेरो त प्लेट खाली छ त मैले बनाना ब्रेड खाने हो आलमन्ड केक पनि छ त मा हेर त वा आलमन्ड केक बनाना ब्रेड हालिदेऊ त माथिको हाल्दैन आलमन्ड केक पनि बिच्चाको त्यो होइन ल भयो के हो यो
नो प्यानकेक म त पहिला गुलियो गुलियो खान्छु त्यसो नुनो नुनेर खान्छु त्यो भार्सी जस्तो खाँदिनँ हजुर त्यसमा उ हालेर यसमा उ हालौँ न त बिजन त्यसमा गुलियो गुलियो यसमा उ त्यही भने त्यही गरेर लगाएको तिनवटा प्यानकेक ठिकै छ अहिले थपौँ ल म यहाँ चाहिँ उ हाल्छु ल त्यहाँ नुने नुने हाल ल मेरो बेटा म यसमा उ हालेर ल्याउँछु र न्युटेला यसमा यस प्यानकेकमा न्युटेला हालेर ल्याउँ के के छ बार्बिक्यू छ हट अनियन्स होइन टमाटर डिसमा त छ बार्बिक्यू सस अनि रहेछ उ यहाँ हुन्छ त स्ट्रबेरी पनि छ हनी यहाँ राख। होइन हातमा निस्क लाग्छ अरू केही छ बेकार न्युटेला हालेको छ नि मेरो कति साट्यो क्या मजी त्यहाँ पनि हुन्छ चिप हालिदेऊ ल है खै ओहो भार्जेले जस्तो यहाँ आएर त साथीको प्लाटर साथी त ओहो पुजल सरकारको पो छ त अब चाहिँ हामी यहाँ खाएर भ्याइयो होइन राख्नु परेन अहिले त पर्दैन धेरै नै छैन अहिले चाहिँ हामी यहाँ बफेट ब्रेकफास्ट गरेर भ्याइयो 9:35 भइसक्यो 9:30 भइसकेको छ अब चाहिँ निस्ले झुक्कु पारेछ होटल सरी एयरबिएनबी 55 मिनट ड्राइभ छ हाम्रो अनि तर मेन इस्यु भनेको चाहिँ चेक इन नै 3 PM मा छ सो अब यही हटर भ्यालीको गार्डन यस्तो डुल्ने हल्का फुल्का केही छ भने यस्तो भिडियो बनाउने गरौँ न नत्र डाइरेक्ट एयरबिएनबीको स्विमिङ पुलमा झ्याममा हाम फाल्नुपर्छ है पानी चिसो छैन भने रेनिङ देखाइरहेको छ हेरौँ साथी एक्लै हेर्दै मक्क परिरहेको के हो हेर्दै टिकटक हो जाम निस्किने होइन निस्क्यौँ माया पनि के हेर्दै बसेको साथीमा एक्लै जमानामा मोबाइल सुटेर ल हामी चाहिँ सर्ट लाएर आइसक्यौँ हाम्रो एयरबिएनबीमा बवाल छ होइन एयरबिएनबी चाहिँ बवाल छ है हाम्रो गाडी पनि बवाल छ केरा पनि रहेछ हेलो हेलो सर हेलो हेलो उहाँ चाहिँ हाम्रो एयरबिएनबीको ओनर हो यस भाइ अब हेर यहाँ राम्रोसँग हेर है अँ त्यहाँ पोरफिर गर्ने होइन त्यहाँ सबै सामान मिलाएर बस्ने है ल ओके ओ घर त राम्रै रहेछ है एयरबिएनबी तर भएन कोड कति हो One eternity later. हामी चाहिँ अब यहाँ टक्क लाएर आइसक्रिम खाँदैछौँ किन भनेपछि सबैजना आइसक्रिम खाँदैछन् द रिजन इज तिनवल्देको कोड चाहिँ यो हामीले मरिकै खोल्न सक्दैनौँ कामै गरेन गर्मीमा थल परियो नेटले चुप्पो भएको छ यहाँ फिक्स गर्ने कोसिस गरेर रिप्लाई गरिहाल्नु यो सामान यहाँ पग्लिन लागिसक्यो आइसक्रिम पनि पग्लिँदैछ बाँकी गाइडहरू गाडीमा थला पल्याहान बुङ्गो चेपीसँग कुरा गर्दैछन् साथीले कुछ मामला मिलाउला जस्तो छ नै के भन्छ अरे चेपीले
पिफ्या पिफ्या भन्छ त्यही त नि पिफ्या थ्याङ्क यू भनेको त्यो भए अरू बुझेन साथीले One eternity later. ल बवाल रहेछ है हामी एयरबिएनबीमा छिरिसक्यौँ यहाँ पनि लाउन्ज रहेछ के रहेछ साथी त्यो एउटा लक रहेछ ल नाइस नाइस ल रमाइलो रहेछ एयरबिएनबी दामी 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 ल स्याम्पू कन्डिसनरहरु चेक गरे के नाइस चेक गर्यो के? स्याम्पू कन्डिसनर चेक गर्यो कहाँ गर्यो यहाँ चाहिँ एउटा मास्टर बेडरुम रहेछ होइन अब हामी हल्का हल्का पानी पर्यो अहिलेको 5:30 6 बजिसक्यो अब चाहिँ हामी झ्याप भएर सरी नझ्याप फ्रेसमा हामी अब स्विमिङ पुल छिर्छौँ ए ल कमान ल आऊ मलाई फोकस गर ल आऊ ल सबै फोकस छ यहाँ मलाई फोकस गर न म ड्राइभर नै खिच न ल आऊ मलाई फोकस गर न कति हाइट छ यो ल सबै एकैचोटि जाऊ न ल गरौँ न ल आऊ ल साउड सुरुबाट हेबाट के साउ सबै ल माथिबाट आऊ न माथिबाट ल आऊ माथि आऊ ल आऊ म भिजेर खायो केही हुँदैन चिसो छैन ल बुझ्न ल है ल खै मन निकाल ल भाइ ल मन निकाल सबै सबै वाइड देखियो हामी कतिको हाइट छ यो अहिले त छैन अहिले त यहाँबाट उता गयो ल क्वेसन के रानी ल 1 2 3 म्युजिकको कमी हो कि म्युजिक भएको अहिले स्पिकर भएको है ए मोबाइलबाट बजाउ न त मोबाइल ल को को जाने हो आफै समातेर जाऊ ल क्यामेरा हुन्छ जाऊ ए म देखि ल मोबाइल One, two, three, सबको म खिच्छु ल आऊ जानको चाहिँ मलाई एकदम काटेर है ल बवाल 1 2 3 गो एउटा भन्छु ल म थाके ल आऊ 1 2 टाउकोबाट राख्नु आएर ठोकिन्छ त्यसमा फुटे फ्यान त कामै लाग्दैन 1 2 माथिको फ्यान हो नि काममा गो त्यो एरिया भए अरूतिर चाहिँ यस्तो भूकम्प आयो भूकम्प काटेर हाल्यो है साथी मेरो होइन यो लड्की लोगहरू साइडमा होइन म होइन ल आफै है साथी मेरो काट्यो अहिले काट्यो 1 2 3 गो
कतिवटा खायो र पौड्यो क्या अब मुजी यता जाउँ त मुजी हम त हामी मुजी तिमी उताबाट म त यहीँ छु जिस्का हालन भिडियोको लागि भनेर ए हो एकैछिन डुबेको त आइहाल्छ यस्तो रहेछ म हेरिरहेको छु यहीँबाट ल त्यस्तै हुन्छ मुल्ला अब हामी चाहिँ अब यहाँ बबाल गेम खेल्न लागिरहेको छौँ है पहिलो गेम चाहिँ पासा पूजनबाट सुरुवात हुँदैछ ल माया चाहिँ होस् ल ल ल ल छिटो ल पानी गरिदिनु अरू ल दुईजनामा हात अगाडि दिपेछ एउटा हात माथि गर दुईजनाले Sorry guys, you're wrong. राइट छ जहिले उसको राइट छ यसको राइट छ त्यस्तो हैन उता साइड गर्नु म रिफ्लेक्सन हो त अनि रिफ्लेक्सन हो ओके हैन बारे यार के हो म राइट राइट उठा हैन भने हो पासा हो यार ओके ए होस् भएन बा दुईजना हात सेप बनाऊ मिलेन उसको ए उसले माथि गरेको ए मिले ल ल ओके अब के हो दुईजनाको कनेक्सन त एउटा आँखा बन्द गर एउटा हातले ल मिलेन एउटाले औँलाले गरे एउटाले हातले गरे हुन्छ मिलेन ल छिटो म हात हिँड्न केही नि गर्नु बाथमा हात नलाउ ल ल म यहाँ 3D खिचिरहेको ओके यिनीहरूले थाहा पाइसक्यो कि अब हात उठा भन्ने रे दुईजनाले त्यही हात उठाउने भनेर ल ल बटम र टप टिपमा एउटा टिप छ पोइन्ट टिप गर रङ पूजन दाइले बटम गराएको छ तिमीले टप गराएको रङ सक्यो ल बाइ भयो भने हैन तिमी जसमा ल्याउँछ अब सेकेन्ड टोलीहरूको पाली होइन गेममा हाम्रो बबाल म्यामले खेलाइराख्नु भयो हामी चाहिँ यहाँको होस्ट है गाइज ल होस्ट प्लिज होस्टले मात्रै गेडा चलाउने होला ए बुला जस्तो नभएर क्लास 3 मा टुट हाल्छु टुट ल बिग्रियो मिल्यो अपोजिट हो नि त अपोजिट भएर कसरी मिल्यो त ऊ पनि राइट म पनि उता हुनु पर्यो नि त उसको लेफ्ट समात्यो उसले लेफ्ट समात्यो ल बटम र टप टिपमा एउटा छ बटम र तितमा बटम र टप ए मिलेन एउटाले टप समात्यो एउटाले बटम समात्यो ल सोचेर गरा न यार सोचेर हैन कि माया जस्ट ऱ्यान्डम गर न ऱ्यान्डम हामीले मिलाइन न थोरै न गुल्लु र अनि छ ल हामी 3D खिचिराख्नु मसँग ल होस्ट कपाल आउँदै हुनुहुन्छ मैले हाम्रो ग्रुप आउँदैछ है गाइस अब आउँदैछ टिम अब वी आर सोलमेट अलि हामी हेर अलि अगाडि अलि यता दिन ओ चाकेहरु अलि यता आउन अहिले त सोल अनस्क्रिप्टेडहरु अनस्क्रिप्टेड भनेर चाहिँ स्क्रिप्टेड हो यसरी खिच्ने हो के टिमहरु उहाँले भन्नुहुन्छ उहाँहरु स्क्रिप्टेड हो नट अनस्क्रिप्टेड ल सो च्यानलको नाम दुईजनाले हात उठाओ हैन सोलमेट स्क्रिप्टेड तिमी इंग्लिश अंग्रेजी बन्द गरेर खिच्ने ओके ल है त लेट्स स्टार्ट ल मिल्यो नि मिल्न त जुत्ता लिएर तिमीहरुको म त राइट भन्दै हजुर लेफ्ट है अहिले पहिले यस्तो स्क्रिप्टिङ गरेर कसरी हुन्छ नो स्क्रिप्टी कस्तो मान्छे हो हैन कि उले भनेको ल तिम्रो हातको ट्याटु भयो भने संजोग भयो तिम्रो हातको ट्याटु भयो भने सृजना भयो कसले के गर्छ बेसी भन्यो भने ल है त नम्बर पनि गिफ्ट ल हाम्रो होस्टहरु ल क्वेशन तिमी हो भने चाहिँ उले तिम्रो ट्याटु भएको हात देखाउँछ के अनि तिमीले चाहिँ माया भने चाहिँ यो खाली हैन त हैन माया भनेको तिम्रो संजोगको हात संजोगको म ओके ल सोध ओके सोध्नुहुन्छ झगडा पर्यो भने कसले फर्स्टमा मनाउन जान्छ कोही जाँदैन के हैन अलि फेज भएको छ के त्यो हात चाहिँ कुन छ यस्तो देखाउ त यता म यता ओहो ल मिल्यो ओहो
ल अब त्यस्तै सोध त ल नम्बर पनि सोध्छ नि ट्रिकीवाला ल ल खोइ नम्बर देखाउ त ल हातको नम्बर फर्स्टमै ल ल हैन हैन ल अघि हाम्रो सिंगल डिजिट भयो अब तिमीले डबल डिजिट देखाउ ल डबल डिजिट फर एक्जाम्पल दुईटा हातले अब यसरी 20 22 33 ल है त ल 1 2 खोइ मैले देखेन पख मैले थ्री देखाएर भन्न थाले होइन यो त होइन होला अब फेरि 3 डिजिट गयो त ल यसरी नम्बर हैन अर्को भन न फेरि नयाँ ल अब नयाँ के भन्ने त अब चाहिँ बेलुका भयो साँझ पऱ्यो टक्क हामी त साथीभाइ मिलेर टक्क क्रिकेटभित्र सरी कम्फु देखाउँदैछन् हामी यहाँ टक्क स्नोकर हान्ने यो फुल हान्ने ल जति पक्क म ओपनिङ गर्छु है त ल ओके मिठो खायो खा हाफ हो कि हो हाफै होला फुल हो निकाल होइन फुल भने अब मैले फुल खाने भएँ चप पऱ्यो हल्ला पनि फल हुन्छ ल ठिक छ गुड नाइस अरे होइन पूजन गर्ने खिचाउँ ल पूजन होइन अनि म हान्छु त्यहाँ जुम कसरी हो ए हुँदैन ए खायो भइहाल्थ्यो नि खाना हाम्रो बबाल के हुँदैछ है बाँकी कन्टिन्यू गरौँ ल मर्निङ एभ्रिवान है आज चाहिँ नेक्स्ट डे मर्निङ हामी निद्रा पुऱ्याएर बबाल उठेर अब हामी टक्क लाएर खाजा खाँदैछौँ टक्क हामी चाहिँ स्प्रिङ रोल बनाउँदैछौँ अनि त्यसपछि अरू चिया ब्रेड स्रेड सब हुँदैछ है तर आज हाम्रो मेन प्लान भनेको क्यामेल त्यसपछि गार्डन हो तर पानीले हल्का धोका दिइरहेछ है मौसमले पानी परिरहेछ बेला बेलामा होल्डे ट्रेनिङ देखाइरहेछ त्यही पनि हामीले अब भिजेरै भए पनि क्यामेल गर्ने प्लान गरिरहेको छौँ हेरौँ है त कस्तो हुन्छ अब खाएको त के देखाउने है कस्तो छ साथी नेक्स्ट डे बबाल क्यामेल है कसरी राइड गर्ने त्यो त घोडा होला नि कस्तो छ साथी तिम्रो क्यामेल राइड के छ साथीले चाहिँ पुरा आज सेफ भइरहन् के बनाइरहन् खै बबाल बनाइरहन् अब चाहिँ हामी सब रेडी भएर अब चाहिँ हामी यताबाट बल्ल मोबाइल आयो नि त एन्टिलाइट पऱ्यो क्या छैन ल अब चाहिँ हामी सबजना रेडी भएर जाँदैछौँ क्यामेल राइड त्यसपछि न्यू क्यासलको त्यो सी ब्रिज हो कि के हो त्यसमा प्लस मिल्यो भने गार्डन पनि जान्छौँ यदि वेदरले हामीलाई साथ दियो भने है हामी सब रेडी भएर गाइजहरूको यहाँ फिट चेक गर्दैछन् फिट चेक त्यहाँ फोटोसुट हुँदैछ हल्का फुल्का कति भ्याउने हुन् हेरौँ ल हो फोटोसुट गाइजहरूको फोटोसुट क्यामराम्यान रेडी छन् यो चाहिँ हाम्रै पोरपर्टी हो 2-3 दिनको लागि एकैछिन हामी यहाँ टिकटक बनाएर बल्ल अगाडि बढ्ने निर्णय भयो है त लेक होला हौ चिसी हो ल हामी चाहिँ आइसक्यौँ इन्डोर गल्फमा है इन्डोर एक्सडोर आउटडोर गल्फमा मेन प्लान भनेको हाम्रो आज क्यामेल चढ्नु थियो पानीले गर्दा क्यान्सल भयो लाएर अब यहाँ 1-2 सर्ट गल्फ हान्ने त्यसपछि हेर्ने कस्तो नजिकबाट भयो बल्ब हानेर नि हेरौँ ल के कस्तो हुन्छ
कहाँ गयो 120 बाहिर गयो बुढो टार्गेटमा पनि लागेन ल अरुण रोक माया अनि अरुण ल माया 1 2 3 ल बिचारा यताबाट खिच तिनैजनाले खिचे हुन्न पूजन दाइले हान्ने अब हामी तीनजना मैले खिचिरहेको छु पूजन दाइले अलिकति यो उसले गरिदियो कि अहिले तन्का हल्का झुकेर माया तन्का हजारमा हो त्यत्तिकै साह्रो अलि माथिबाट स्विङ स्विङ गए स्विङ अलि माथिबाट सर्ट त सर्ट हार्ड नाइस त्यहीलाई पोस्चर मेन्टेन गर ल बल हाल झ्याम झ्याम ल ल हाले 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 स्वाट 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 गाई स्वाट बबाल सर्ट जामा फुर्र उडाएर ल ल 2 3 गो हार्ड एकदम हार्ड नाइस अब त्यसलाई उडाउन सिक्नु पर्यो ल हामी इन्जोय गऱ्यौँ बवाल 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 अब हामी गल्फ हानेर जाँदैछौँ गोकाट अब हामी जाँदैछौँ गोकाट है ए जुत्ता किन्न पहिला केमाट मायाको यहाँ यो जुत्ताले पाइँदैन अरे आज पानी पनि परिरहेछ ट्रक कलाएर आज अब गोकाट जानुपर्छ रमाइलो भयो हामी चाहिँ गोकाटको लागि आइसक्यो है सानो रहेछ है अहिले ठुलो त छैन त्यति ठुलो त नरहेछ ठुलो छैन योभन्दा ठुलो त इन्डोरै हुन्छ हौ इन्डोर नि क्या ठुलो हुन्छ भिडेको त भयो Alright guys, as you can see, when the traffic lights are on, orange lights, you've got to go slow, green lights. आऊ ड्राइभर आऊ न ल हामी चाहिँ अब जाँदैछौँ है ट्रक लाएर गर्नलाई हामीले साथी आऊ ल ल
चाहिँ गाइजहरू सब मोबाइलमा व्यस्त छ नि एउटा भोटिङ हेर्दैछ नि अर्को सरकारले सो खाजा आएपछि मिठो तरकारी खानुपर्छ तिमीलाई भनेको आयो राख्ने इट्स फाइनल डे अब हामी फर्किँदैछौँ बबाल रमाइलो गरेर ब्याक टु क्यानबेरा लाइक 5 and something hour ड्राइभ छ बिस्तारै रोक्दै मान्छेहरूलाई म्याकको प्यानकेक पनि खान मन लाग्यो अरे पाछा चाहिँ आफ्नै दुनियाँमा छ खै के गर्दै हो ब्लगमा राम्रो ब्युटी यहाँ यस्तो गर न यहाँ टक्क क्विनको ऊ हालिदिन्छु पूजन सर के छ अरुण सरजी ओहो ल सबिना मिसेसजी भोटकेमा फोरमा भन्दैछ ल नेपालमा पनि बालीले जितिसकेको छ बबाल बनाए देश अझै राम्रो हुनेछ सो स्टे सेफ लभ एभ्री वान सी यु अन नेक्स्ट ब्लग बाई